हेलो एभ्रिवान, नमस्कार लस्सो। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म कता घुम्न गछौँ अनि मसँग चाहिँ मेरो साथी सरिता बनेपादेखि मलाई भेट्न आएको। म चाहिँ यता घरदेखि गएर हामी बालाजुमा रहेको 22 धारातिर घुम्न गछौँ आज। अनि हामी गफ के गफ गर्दै हिँड्यौँ। धेरै समयपछि भेट भयो। एकदम खुसी लाग्यो, एकदम रमाइलो पनि लाग्यो है। यति धेरै माया गर्छु कि मलाई सरिताले बिचरी कतिचोटि भेट्न आइसक्यो मलाई। म चाहिँ बरु जान भ्याइरहेको छैन है। माया चाहिँ धेरै गर्छिन् मलाई। हाम्रो माया सधैँभरि यस्तै रहिरहोस् है माया। अनि हामी हिँडिरहेछौँ। अनि बुवा मम्मीले पनि घरमा लिएर आऊ है भन्नुभएको थियो। तर के गर्ने, सरिताको पनि अब काम बिजी त्यस्तै छ। अनि मेरो लागि भनेर 3-4 घन्टा टाइम मिलाएर आयो। अनि हामी त्यसपछि भित्रतिर यसो घुमफिर गर्न हिँड्यौँ। सरिता अघि थिए, म चाहिँ अब युट्युबहरू परिहाल्यो, यसो भिडियो बनाउनु पर्यो रे के। कहिले हुने हो हामी भाइरल, खोइ जति बनाए पनि यस्तै हो रे के। तर एकदम राम्रो थियो, फुलहरू फुलियो। अस्ति न म जाँदा त्यस्तै फुलहरू फुलेको थिएन। अनि अहिले जान्छ चाहिँ एकदम राम्रो फुलहरू फुलिरहेको थियो। जता चारैतिर फुल थियो। मान्छेहरूको पनि भिड थियो, ठिकै थियो भनौँ। गर्मीमा बस्नलाई आनन्द ठाउँ। हाम्रो घरबाट त्यही 10-15 मिनट हाम्रो घरबाट 15 मिनट 20 मिनटमा पुगिन्छ भनौँ। शान्त आनन्द छ ठाउँ चाहिँ। अनि अघि सरिता नि भिडियो बनाउने, म पनि भिडियो बनाउने है। साथी भेट्न आ भन्छन्, यस्तै हो अहिलेको जमाना के। अब साथी भेट भयो, गफ गर्नु बस्नु नि, भिडियो बनाउने, टिकटक बनाउने, के बनाउने, यस्तै हो। अनि राम्रो छ 22 धारा। को आउनु भएको छैन, घुम्न आउनुहोस् होला। टिकट 30 रुपियाँ लाग्छ। टिकट नि खासै धेरै महँगो छैन, सस्तो छ। घुम्ने ठाउँ नि राम्रो छ भनौँ। हेलो गाइज, हामी चाहिँ फोटो खिच्ने, भिडियो बनाउने गरे। सेम टी सर्ट। यो चाहिँ मलाई सरिताले गिफ्ट ल्याइदिए है गाइजहरू। कस्तो छ? राम्रो हो। कस्तो खुसी लाग्यो कि मलाई त थाहै पनि थिएन कि है। कस्तो खुसी लागेको। तिमीलाई धेरै धेरै धन्यवाद माया। खुसी नै हुन त नि गिफ्ट पाएपछि, होइन र गाइज? के चाहियो र यो भन्दा चाहिने जो के रे, चाहिने जो जिन्दगानीमा। सरिता चाहिँ फर्स्ट टाइम आयो अरे गाइज, एकदम राम्रो लाग्यो अरे। अब हामी त घर नजिकै हो, हामी त आइरहेको हुन्छौँ। खासै त्यस्तो लाग्दैन। यहाँनिर छ भन्ने चाहिँ थाहा थियो, तर यहाँ पार्कभित्र चाहिँ फर्स्ट टाइम सुनेको। कति राम्रो छ है, ठुलो खरा कस्तो राम्रो छ। बस्न मिल्दैन भने यो मोबाइल घाममा 22 धारा धेरै राम्रो। 22 धारा हो नि, एउटा गीत छ र कान्छी। 22 धारा भन्छ नि 22 धारा चाहिँ 22 धाराको आमामा हेर टुर मान्छेहरू कति धेरै आएको। अनि कस्तो रमाइलो हुन्छ। अरू त यो फुलहरू हेर न कति राम्रो छ है, हेर न।
यहाँ छ नि पिकनिक स्पट यो उ गर्न कहाँ छ त पिकनिक स्पटको लागि ठाउँ कि छैन हो छैन होला कान्छी त्यो चाहिँ मलाई थाहा छैन है घुम्नेहरू मात्रै रहेछ ओह यहाँ चाहिँ पुरै टिकटक भिडियो रमाइलो छ ग्याङहरू आएको ग्याङ नाइ फोटो नखिच्ने हजुर हामीले खिचिसक्यो यही हो 22 धारा ल तिमी त आऊ त म भिडियो बनाउँछु एक एउटा ल यता आऊ ल बन्छ है म ल ल दुईटा ल ल को छिटो हिँड्यो त नि पानी खाएको त चिसो हुन्छ यो 10 नम्बर है ल यो ठुलो 12 13 14 17 18 19 20 21 यता होला तर यो धारा सबैमा पानी यहाँ 22 फाइनली गाइज 22 धारा वाह 22 धारा पानी छैन पानी सुकेको नि त अहिले माया काठमाडौँमा पानीको कति अभाव छ कति गाह्रो छ पानी अनि यो है हेर न यो उता माथि अघि हामी आएको बाटो हो कि ए अघि हामी यहाँ बिचसम्म आएको हेर्नु त नि उता झन् कस्तो राम्रो छ उता जाने पो म त उता पार्कमा जाने भने के यो चौतारामा अनि जाने उता कस्तो राम्रो छ कहाँबाट जाने हामी फेरि फुल भएको ठाउँमा पुग्यौँ राम्रो जता हेऱ्यौँ फुल फुलिरहेको थियो कस्तो त्यो फुल फुलिदिँदा मनै छुट्टै रमाइलो सरितालाई झन् कति रमाइलो लाग्यो भन्न थियो अनि मलाई त घरै जान मन लागेन भन्न थिएँ मैले आज बस भोलि फेरि घुम्न आऊँ भनेको होइन जानुपर्छ भने अनि त्यसपछि तिमीले कसलाई सम्झ्यौ भनेर सोधे सरिताले अनि मैले तिमीलाई भनेको उसले पनि मलाई सम्झ्यो भने यस्तै गरेर रमाइलो भयो त्यो ठाउँमा टिकटक नि बनाएँ 2-3टा अनि पानी पर्न थाल्यो अनि त्यसपछि हामी जाम भने फेरि पछि अनि हामी खाजा खान लाग्यौँ तातो मोमो र चिसो अब नेपालीको खाजा भनेको नै मोमो हो के जुन ठाउँमा गए पनि जता गयो नि मोमो चाहिँ खानै पर्ने रे क्या है कस्तो के अनि त्यसपछि हामीले अचार हाल्यौँ अनि मैले अलि धेरै पिरो हालेको थिएँ पिरो खान मन लागिरहेको थियो कि अनि पिरो हालेँ सरिताले चाहिँ कति पिरो हालेको भनेर थिएँ यो मोमो पसल चाहिँ माछा पोखरीनिर हो हामी बजार गयो भने धेरै जस्तो जाने पसलले हो भनौँ न हाम्रो सबैजना जाने ठाउँ नै भनौँ यस्तो मिठो बनाउँछ मोमो है अनि छिटो नि हुन्छ अनि म चाहिँ चेस गरौँ न भनेर खै चम्चामा मोमो निकालेर बस्या सरिता के गर्ने खै अझै पनि भएन अनि ल बल्ल चिज गरेँ गर्ने अब चिज गर्ने बित्तिकै खानुपर्ने परे मोमो चाहिँ तर के गरौँ सरिताले चाहिँ खाएन उसलाई काँटा चम्चा चाहियो भनिरहेको थिएँ अनि मैले चाहिँ खाएँ मलाई त मोमो खान मन लागिरहेको थियो भोक नि लागिरहेको थियो सरितालाई भेट्न जाने भनेपछि मैले खासै खाना नि धेरै खाएको थिएन अनि भोक लागिरहेको थियो म चाहिँ मोमो है खाएँ गरेँ बिचरी चाहिँ बिस्तारै खाइरहेको थिएँ अनि त्यो मोमो पनि फोरेर खाइरहेको थिएँ सरिताले चाहिँ म चाहिँ सिङ्गै मोमो खाने कहिले चिसो खाने अनि गफ पनि गर्दै मैले 2टा खाँदाखेरि सरिताले बल्ल एउटा खाएको थियो मोमो नि ऊ त त्यो सिङ्गे नि खान नसकिने भनेर आधी भनेर खाइरहेको थियो आफू त अब खानै पर्यो त्यस्तै हो फेरि मोमो चाहिँ मलाई एकदम मनपर्छ क्या अनि ऊ बिस्तारै खाने फेरि ऊ फेरि जे कुरा पनि बिस्तारै खान्छ फेरि सरिता फेरि
मोमो खाँदा नि अब सरिताले हँसाए म नि हाँसेँ। हाम्रो काम के नै छ र, खाने बस्ने हाँस्ने घुम्ने हिँड्ने बाहेक केही काम छैन हो साथीहरू। अनि सरितालाई कस्तो लाग्यो भनेको मलाई मिठो लाग्यो। अबदेखि म बजार आएँ भने यही ठाउँमा मोमो खान आउँछु भन्दै थिएँ। ल ल आऊ, आयो भने मलाई नि बोलाऊ म पनि खान आउँछु भनिदिएँ। ओ मेरो प्लेटमा 2टा मोमो हुँदा सरिताको मोमो टन्नै थियो। अनि धेरै भयो मलाई त मोमो पनि के खाना नि खाएँ, 1.5 प्लेट जति खाएँ मोमो मैले चाहिँ। सरिताले चाहिँ खासै खान सकेन मोमो। ऊ त जे कुरा नि त्यस्तै हो, कतै गयो भने नि थोरै खाने सरिता हुन्छ, धेरै खाने म नै हुन्छु के। हेलो हेलो गाइज, हामीले खाजा पनि खायौँ, अब हामी घर लागेको। अब हामी यो चाहिँ मेरो अञ्जलीको गिफ्ट हो है। यो गिफ्ट के छ भने चाहिँ पछि देखाउँछु है। यो मैले लगाइरहेको नि सरिताको गिफ्ट है। फेरि अब घरतिर जानु पऱ्यो हेर, सँगै बस्दै दिनभरि रमाइलो भयो। छुट्टी नलाई गाह्रो, सरिता जाने यता, म जाने यता। कहिले भेट्ने अब हामी? यो महिनाको अन्तिममा महिनाको अन्तिममा 28 29 गतितिर भेट्ने फेरि। ल बाई बाई माया, बाई। हाय सरिता, बाई। अब पछि भेटौँ ल।